ठन्छ नि चिसो झन् मिठो हुन्छ। हेलो गुड मर्निङ नमस्कार सम्पूर्णमा। आज हामी सोलुखुम्बुमा रहेको दुधकुण्ड मेलाको लागि हामी प्रस्थान गर्दैछौँ। जम्मा 9 जनाको ग्रुप छौँ। हामी अहिले बुढाबुढी पछाडि छौँ र अरू साथीहरू अगाडि बढिसकेका छन्। अहिले हामी बीच बाटोमा भेट्नेछौँ। यो ठाउँलाई चाहिँ हामी पत्ताले भन्छौँ। यो ओखलढुङ्गा र सोलुखुम्बुको सिमाना पर्दछ। यहाँबाट हिमालहरूको अवलोकन गर्न सकिन्छ। धेरै जसो यहाँ जाडो महिनामा हुस्सो लाग्ने गर्छ र तर आज हामी हिँडेको दिन चाहिँ यहाँ काम लागिरहेछ र यहाँबाट सगरमाथाको पनि अवलोकन गर्न सकिन्छ। अब हामी सल्लेरी हुँदै फाप्लु आइपुग्यौँ। अब यो फाप्लुबाट चाहिँ हामी एकछिन रेस्ट गरेर खासाना खाएर अब बाइक जान्छ जाँदैन सोधपुछ गरिसके पछाडि बाइक जाँदैन भने हामी थन्काएर गाडी रिजर्भ गरेर टाक्सिन्दुसम्म जानेछौँ। टाक्सिन्दु हामी बल्ल आइपुग्यौँ गाडी रिजर्भ गरेर। बाइक चाहिँ हामीले फाप्लुमै राख्यौँ किनभने आउनु त सक्ने हो तर किन लिने भन्ने कुरो हो। अलिक कच्ची बाटो भएकोले पिच छैन। अब यहाँ हामी अलिकति खाजासाजा चिया पिएर झोला बोकेर उकालो हिँड्नेछौँ।
स्पिकरमा म सोच्छु कुन ब्रान्ड हो सोचिरहेको विजय ब्रान्ड हो नि त विजय दाजु हजुर हेलो गाइज, हामी चाहिँ अहिले टाक्सिन्दुबाट हिँडेर यो सरकारी पार्टी भन्ने ठाउँमा आइपुगेका छौँ। यो ठाउँबाट हामी चिया नास्ता गरिसके पछाडि फेरि उकालो रामे डाँडामा बासको लागि प्रस्थान गर्नेछौँ। हिजो उकालो हिँडिसके पछाडि हामी कामे डाँडा साँझ आइपुगेथ्यौँ। त्यहाँ कामे डाँडामा बास बस्यौँ र आज बिहान निरन्तर दुधकुण्डको यात्रामा फेरि निस्किएका छौँ। Pensa अब उकालो कति छ? बिहान हामी बास बसेको ठाउँबाट हिँडेर यहाँ शस्त्र बेनीसम्म आइपुग्दा हामीलाई लगभग 3.5 घण्टा लागेछ। हामी हिँड्न नसक्ने भएकोले गर्दाखेरि बिस्तारै आयौँ र अब यहाँ चिया नास्ता गरिसके पछाडि हामी फेरि उकालो लाग्नेछौँ।
कष्टकर यात्रामा थकी ज्यानलाई बिहानी पखको खुल्ला आकाशसँगै नजिकबाट नुमुर हिमाललाई निहाल्न पाउँदा सबै थकानहरू मेटिएको महसुस भयो। बिहानीको चिसोलाई वास्ता नगरी आफ्नो पारामा फोटो खिच्दै कुण्डको दर्शनसँगै अविस्मरणीय 4 दिनको ट्रेक पुरा गरे।